So welcome back to my YouTube channel guys. अनि फेरि हजुरलाई वेलकम छ मेरो ब्लगमा। अनि आज चाहिँ म हिँड्दै सुरुवात गरेँ मेरो ब्लग। अनि आज चाहिँ हाम्रो घरमा पूजा छ अनि त्यही भएर म सामान लिन जाँदैछु तल्लो घर पूजाको घन्टी थाली लिन। अनि हाम्रो घरमाथि चाहिँ धमाधम रोटी पोल्ने त्रिपल थाङ्ने जम्मै हुँदैछ। अनि म चाहिँ नुहाइसकेँ गरेँ। आज चाहिँ हाम्रो घरमा चाहिँ पूजा घरको पूजा। निनी म चाहिँ तल्लो घर आएको। यहाँ शङ्कर घन्टी अनि यता के अरे है पूजाको थाली दियो लिम। अझै अब निनीहरूले सामान के ल्याइदिनु हुँदैछ आरती गर्ने यो लिम। अब माथि जाँदैछौँ घर हाम्रो घरतिर। अनि यता निनीको यो त्यसको बारेको उता चाहिँ टिलिक्क घाम लागिरहेछ कस्तो राम्रो देखिरहेछ। हिजो पानी परेको थियो अनि आज घाम लाग्दा त हेर्नुहोस् त हौ गाइजहरू कति राम्रो। मेरो होइन हाम्रो पहाड भोजपुरै राम्रो गते भोजपुरको गते है त घर पुगेर हजुर एउटा दुनामा टिपिदेऊ ल पल्लो घरदेखि यता यता हुन्छ रोटी पोल्नुहुँदैछ। हामी चाहिँ पल्लो घर जाँदैछौँ होइन तुलसीको पत्ता लिन। अनि यता आइसकेछ आज चाहिँ कस्तो राम्रो घाम लागिरहेछ क्या। यहाँ चाहिँ ढिकी देख्नु सक्नुहुन्छ। यहाँ चाहिँ अहिले छोपिरहनु भएको छ त्यस्तो हुन्छ। ओइ नकुद त्यहाँ टिक्नुपर्छ अनि माथि ठुकचुक ठुकचुक हुन्छ जम गर पल्लो घर नै आयो। यहाँ हामीले तुलसीको पत्ता लिन आएको पल्लो घरमा। त्यहाँ चाहिँ उयोको गुड छ के पो भन्छ गुडै भन्छ होइन परेवाको गुड छ। ठुल्क घाम लागिरहेको छ आज त आज त कस्तो राम्रो मौसम देखिरहेको छ। लिइसक्यौँ यो अनि यो चाहिँ खै के हो दिन भयो। पहिले चाहिँ यहाँ हल्लुबेदको यहाँ अगाडि हल्लुबेदको उयो रुख्थ्यो पहिले कति आउँथ्यो नि त काटिदिनु भएछ। यी गाई हामीलाई तुलसी गएन नि हामी घरतिर लाग्यौँ है दुबो टिप्ने नि त। अनि दुबो टिप्नलाई यहाँ टपरा दुईवटा टपरा चाहिँ लिन आएको। अनि त्यहाँ दुबो छ दुबो टिप्ने हाम्रो ड्युटी लाउ यहाँ पो हुँदो रहेछ गाइस मलाई थाहै थिएन। म त त्यो पो होला भन्दै सोच्दै थिएँ ए गाइस अब यस्तै छ के गर्नु त होइन यो पनि होला नै भनेर टिपिरहेको छौँ हामी दुईजनाले। उसलाई चाहिँ थाहा रहेछ ल्याइसक्यौँ यो दुबो यस्तै सिधा हाल है। हामी चाहिँ टिप्यौँ फेरि यहाँ तल सरेको क्या माथि नपाएर। यहाँ चाहिँ पूजाको लागि रेडी गर्नुहुँदैछ थाली। अनि यहाँ चाहिँ के सेलरोटी ए हेलो भन्नु त पुसै के भन्नु हेलो हेलो बनाउँदैछु तिमी पनि सेलरोटी रोटी पोलिसक्नु भएको अझै पोल्नु हुँदैछ बाहिर। निद्रा लागेर मन आँटिसक्यो। अनि त्यहाँ रोटी के यो रोटी देख्दा अनि बास्ना आउँदा कस्तो खानु मन लागिरहेको कस्तो बिहानदेखि फेरि केही खाएको छैन क्या मैले। चिया त खाइनँ चिया पनि खाइनँ मैले। हेर त तिमी कति सानो मेरो अगाडि अनुहार मान्छे साडी लगाइसक्यो होइन रेडी हुँदैछु। अब पूजाको लागि रेडी हुँदैछु। अब यो चाहिँ पूजाहरू स्टार्ट हुँदैछ। मम्मी 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 उयो चाहिँ बाबा हुनुहुन्छ
यहाँ चाहिँ मम्मी रियन्दा है भन्नु त निन्द्रामा हुनुहुन्छ छिटो उठ्नु परेर आज यहाँ पुसाइहरू आलु केलाइराख्नु भएको छ नास्ता बुवा निनीहरूले रोटी बनाइसक्नु निनी बुमाहरू म चाहिँ रेडी भइसकेँ होइन अनि म यहाँ चाहिँ बनिसक्नु भएको छ जग्गा सामान यहाँ सबजना बिजी बिजी पप्पा निती मम्मी भित्र चाहिँ के भन्दैछ हामी मम्मी पूजा स्टार्ट हुन आँटेको यता मम्मी हाई मम्मी बेहुली कता दाहिने बेहुली दाहिने नि बेहुली त पर्ता आजको बिहा भएको पहिले पञ्चकालो दिने नि गुरु अनि हात धोरेको चोटि यस्तो यति गतम पाउँथे तामाके पञ्चका बेसी त खाएर हात धुएर आउने जाऊ हात धुएर पूजादिशैनमा यसो आकाशतिर छरिदिनु अन्त रहेको सबै पृथ्वीपट्टि ओम नमो भगवते वासुदेवाय अनन्तराय नमः हरि ओम पृष्ठोदिति प्रज्वालय ओम शिरो भगवती गङ्गा शिरो भगवतन सो म चाहिँ टिका लगाइसकेँ यता यत्तिकै बसेर हो होइन भिडियो खाँदै पूजा चाहिँ अझै चलिरहेको नै छ कि पूजा सक्यो म चाहिँ पूजामा बसिनँ है मलाई चाहिँ अल्छी लागेर होइन पर्जल आइस पनि आऊ न आऊ हाल्छु म त हाल्छु त्यो मान्छे किन मात्र नमुखिए थियो त्यसले जनता सबै नै लाग्छ हेलो सबै हामी लाग्छौँ होइन पर्थ्यो नि सङ्गठन पनि हुँदा चाहिँ दिउँ त एकचोटि देशको परिस्थिति हेरेर दिउँ होइन सबैको मनमा हुन्थ्यो नि त तर पनि अलिकति मुछियो कारणले अलिकति भएन कारण त्यही हो नि त तन्त्रमा राजतन्त्रमा एउटा कार्य राजा हुन्छ एउटा कार्यकारी प्रधान पानी परेछ मस्त के गर्नु म हो खै मलाई त थाहा छैन के खै के आयो पो गर्नु पटक अरे
भन्नु पर्दैन त नि यताबाट मिलेर ए काँचो त भएका बाँदर नआउने बा सबैजना आउँथे पूजा ब्रह्मा मुरारी तिरुरन्तकारी भानुशक्ति गानी लगाइसक्यौँ यो माला पनि 120 हुन्छ किनकि मसँग 100 मैले पाएको थिएँ अनि अब 20 रुपियाँ 100 म धनी हुन्छु धनी चलाइदिनु ए पैसा आयो पैसा छोरीलाई ए नम्बर छोरीलाई त खुट्टामा ढोक्नुपर्छ भन्दा नि त्यहाँ चल होइन त थियो हैन दादा भिडियो खिच्दिन खोइ खुट्टा लु खाजा खाना आँटेको यतै तरकारीहरू यता मुमा आए खाजा तरकारी पनि आयो खायो बसिरहेको छु यहाँ धेरै खाइयो पानी परेर सफा गर्नु भवनमा आएको थिएँ यो चाहिँ फुटबल भलिबल खेल्छ अब म घर जान आँटेको बाटो यस्तो छ घर जान आँटेको एकछिन मैले नि भयो फुटबल खेलेको यस्तो भयो हेट खेच्छु यहाँ सो म चाहिँ घर आइसके हाम्रो घर पछाडिको सिन यस्तो छ फेरि भ्रमण जाँदैछु होइन केही काम नपाएर आइसर म लु भरे राति पानी पर्छ आइसाले फर्स्ट टाइम हाई भनिन् नलजाइकिन त्यहाँ भलिबल खेल्नलाई ऊ चाहिँ किपर होइन फुटबल म चाहिँ हान्छु उसले रोक्छ है पेनल्टी भन्छ अरे ल यस्तो तल त्यहाँ बल छ कि बल लिन आएको यस्तो बाटोमा यस्तो थियो कसरी जानु अब तल त्यहाँ के बाहुबली जानु हुँदैछ त्यहाँ लिन बाहुबली यसो फुटबल खेलेको अरे होइन खुट्टाहरू फोड भएर हात त झन् क्या बताऊँ बहान फेरि झाडु उतापट्टि त्यसले घर जाँदैछु पानी परिरह होइन सो यो बाइट यस्तो बारी कहीँ छैन जाँदैछु घर होइन पानी पर्यो हसिना छर दाइको रुमाल भाउजूलाई मन पर्यो आइसक्यो भने
के हो भात यति ल्यायो अचार तरुल आइसल्ने पनि अचार चाहिँ यस्तो दामी छ है आइसा मिठो छ नि फेरि लिँदैछु यस्तो पानी पर्छ चिया नि खाने एकछिनमा अब चिया खाँदै होइन यहाँ पानी पर्दैछ यहाँ हामी अहिले चाहिँ यहाँ नै छरपस्ट भयो पानी फिरा क्या पता त्यो चाहिँ फुच्ची के भयो